आइफोनमा हुनेले चाहिँ भिडियो बनाउन पाइँदैन र। हेलो साथीहरू, के छ तपाईँहरूको खबर? मेरो चाहिँ ठिकै छ। अनि म यहाँ एउटा कुरा भन्न आएको, हामी 10-12 हजारको मोबाइल बोकेर यत्रो मेहनत गरेर भिडियो बनाएको केही कामै लाग्ने रहेछ क्या। आइफोनै चाहिने रहेछ क्या मान्छेहरूलाई नि। हामी 12-15 हजारको मोबाइल बोकेर हिँड्नेसँग 2 लाखको मोबाइल कहाँबाट हातमा आउँछ? क्यामेरा क्वालिटी भएन, के भएन, मोबाइल हल्लेको हल्लै गरौँ भन्नुहुन्छ होला। अब हामीसँग न रोजगार छ न केही छ, हामी एकैचोटि 2 लाखको मोबाइल कसरी बोक्ने? हाम्रो नि मन हुन्छ नि राम्रो फोनबाट भिडियो बनाउन ओर्न। हामी बेरोजगारीहरूलाई कसैले मोबाइल किन्न भनेर 2 लाख त दिँदैन होला। त्यही भएर म चाहिँ जे छ त्यसैमा खुसी भएर मैले मेरो रेगुलर भिडियोहरू बनाइरहेको छु। अहिले त छैन नि, पछि त हुन्छ होला भनेरै बनाइरहेको होइन। यतिको पनि मेहनतै हो नि त। एउटा क्लिप गरेर राखो होइन, स्टोरेज फुल भइदिन्छ, घरि के भइदिन्छ। यस्तै त हो नि। सस्तो फोन राम्रो छैन हामीसँग, क्यामेरा क्वालिटी राम्रो छैन। त्यही भएर तपाईँहरू लाइक कमेन्ट गरिदिन नबिर्सिनु होला भन्न खोजेको मात्रै हो, भिज आउँदैन। गाह्रो रहेछ क्या, गाह्रो रहेछ। भिडियोहरू बनाउन गाह्रो रहेछ। आइफोनै चाहिन्छ भन्ने हुँदो रहेछ सबैलाई। तर हामीसँग आइफोन किन्ने पैसा छैन। ठुलो युजरहरूलाई, भ्लगरहरूलाई मात्रै तपाईँहरू साथ सपोर्ट गर्नुहुन्छ। हामी जस्तो सानो सानो भर्खर स्टार्ट गरेकोलाई त गर्नुहुन्न। भएर हामीहरूले अब बिस्तारै नयाँ भिडियोहरू बनाउने मान्छेहरूलाई चाहिँ तपाईँहरूले साथ सपोर्ट गरिदिनु होला। आजलाई भिडियो यति नै, बाई बाई।